हामी के हाम्रो कर्तव्य के? अध्यात्म नेपाल हेर्नुहोस्, हिमवत खण्ड हेर्नुहोस्, जयस्थिति मल्लको स्थिति के थियो, महेन्द्र मल्लको स्थिति के थियो, रामशाहको स्थिति के थियो, पृथ्वीनारायण शाहको अर्थी के थियो। पृथ्वीनारायण शाह 52 वर्षसम्म तपस्या गरेर 52 लाख गोर्खालीको एकत्व गरेर 52 वर्षका अवस्थामा 52 लडाईँको विजय प्राप्त गरेर अनि 52 वर्षको अवस्थामा स्वर्गारोहण गर्ने बेला के भनेर गएको छ? 4 जात 36 वर्णको फुलबारी, यो मेरा सानो दुःखले आर्जको मुलुक होइन, सबै जातको फुलबारी हो भनेर प्रजातन्त्रको सम्पूर्ण अधिकार दिएर कालुपाणे प्रधानमन्त्री कालुपाणेलाई जनताको प्रतिनिधि, जनताले चुनेको, जनताले छानेको मेरो विराज विचारता विराज बखेतीलाई कजाइन दिन आँटेको थियो। तर ज्यादा बुद्धि कालुपाणेले ठहरेर सबै जनताले पनि कालुपाणेलाई कजाइन दिनु भया। हामी दुनियाँदारमा छहारी नदो भन्ने सल्लाह दिया भनेर जनताले दिएको सल्लाह अनुसार कालुपाणेले प्रधानमन्त्री बनाएर कालुपाणेका प्रधानमन्त्रीका सहायतामा, कालुपाणेका सल्लाहमा कालुपाणेले समस्त जनताको सम्मति र सल्लाह लिने, कालुपाणे जनप्रतिनिधिले अनि सल्लाह दिएर राजालाई ठीक मार्गमा चलाउने, प्रजातन्त्रको जुन आधारमा यो राष्ट्रको निर्माण भएको थियो